देखि 86 सम्म खास गरी 2 वर्ष त्यो आन्दोलनले उत्कर्ष प्राप्त गर्यो। त्यो आन्दोलनको उत्कर्षको समय 1886 मई 1 का दिनबाट 8 घण्टा काम, 8 घण्टा आराम र 8 घण्टा मनोरञ्जनको निम्ति मजदुरहरूले जुन मुद्दाहरू उठाए त्यो मुद्दाले मजदुरहरूको ठुलो हिस्सालाई आकर्षित मात्रै गरेन, त्यो एउटा वीरतापूर्ण, त्यो साहसिक र त्यो क्रान्तिकारी आन्दोलनको रूपमा स्थापित भयो। त्यो आन्दोलनलाई दमन गर्नको निम्ति अमेरिकी तत्कालीन सत्ताले जसरी षड्यन्त्रकारी ढङ्गले मजदुरहरूका जुलुसमाथि बम पड्काएर त्यसको आरोप मजदुर नेतृत्वहरूमाथि लगाउँदै मजदुरहरूमाथि जो हिंसा मचाएर अन्तिममा त्यहाँ भएका कयौं त्यसका अगुवाहरूलाई चाहिँ नि त्यो आरोपमा गिरफ्तार गरियो र चाहिँ मृत्युदण्डको फैसला गरियो। यसरी हेर्दा मई दिवस आन्दोलनका 7 जना महान अग्रजहरू नेतृत्वहरू त्यस आन्दोलनमा बलिदान हुन पुग्यो। अमेरिकी मजदुर आन्दोलनले यसरी उत्कर्ष प्राप्त गरेपछि संसारैभरि जसरी कम्युनिस्ट आन्दोलनको एउटा विकासको प्रक्रिया अगाडि बढिरहेको थियो, त्यसै समयमा अमेरिकी मजदुरहरूले वीरता र बलिदान मार्फत जुन सन्देश, जुन शिक्षा संसारलाई दिए, त्यसबाट शिक्षा लिनुपर्छ र संसारका मजदुरहरूले यसलाई गौरव र वीरताको दिवसको रूपमा मनाउनुपर्छ भन्ने तत्कालीन कम्युनिस्ट इन्टरनेसनल, जसको नेतृत्व कमरेड एङ्गेल्सले गर्नुभएको थियो, त्यो समयमा 1889 को त्यो बैठकले यो संसारैभरि यो दिवसलाई मनाउनुपर्छ भन्ने निर्णय अनुसार 1990 देखि निरन्तर यो संसारैभरि संसारका थुप्रै देशहरूमा यो मनाइँदै आएको छ। यद्यपि यो अमेरिकी मजदुरको वीरता र बलिदानको इतिहास, त्यो गौरवशाली परम्परा भए पनि अमेरिकामा मई दिवस मनाइँदैन। अमेरिकनहरूले खास गरी सेन्ट जोसेफ भन्ने एकजना पादरी, जसले 16औं शताब्दीमा मजदुरहरूको मुक्तिको आकांक्षा राखेको थियो, त्यो देवदूतको रूपमा उनले मजदुरहरूको भावनाको प्रतिनिधित्व गर्थ्यो भनेर क्याथोलिक चर्चवालाहरूले सेप्टेम्बरको पहिलो सोमबार, सेप्टेम्बर महिनाको पहिलो सोमबार चाहिँ उनीहरूले मनाउने गर्छन् र यो चाहिँ उत्तर अमेरिकामा पनि यही प्रचलन छ। क्यानाडा, मेक्सिको लगायत यो मुलुकमा जहाँ जहाँ वामपन्थीहरूका चाहिँ सङ्गठनहरू थिए र वामपन्थीहरूको चाहिँ सत्ता स्थापित हुँदै गए, त्यहाँ यो प्रसारित हुँदै गयो। हामीले नेपालमा हेर्ने हो भने खास गरी 2019 सालदेखि यसलाई कुनै न कुनै रूपमा मनाउन सुरु गरेको परम्परा पाइन्छ। यद्यपि 7 सालको आन्दोलनपछि पनि यहाँ मजदुरहरूले मई दिवस मनाउने त्यो प्रसङ्गहरू चाहिँ हामी पाउँछौँ, तर त्यस्तो व्यवस्थित चाहिँ छैन। पञ्चायती व्यवस्थामा खास गरी राजतन्त्रको समयमा 30 को दशकमा तत्कालीन कम्युनिस्टहरूले, वामपन्थीहरूले मजदुर दिवसलाई एउटा राजनीतिक आन्दोलन, राजनीतिक परिवर्तनको अभियानको अर्थमा र मजदुरहरूका मुद्दाहरूलाई उठाएर मजदुर वर्गको सँग एकाकार हुने एउटा आन्दोलनको रूपमा यसलाई मनाउँदै अगाडि बढेको र 2046 सालपछि यो मई दिवस निरन्तर राष्ट्रिय चाहिँ पर्वकै रूपमा त्यो राजकीय चाहिँ निर्णय अनुसार पनि हामी मनाउँदै आएका छौँ। यहाँसम्म आउँदा यो 136औं भयो। अब मई दिवसको बारेमा मैले अहिले छोटो यति भनौँ, जुन देशबाट जुन गौरव स्थापित भयो, यो गौरवलाई यो समाजवादीहरूको गौरव हो भनेर यसको विरोध गर्ने त्यही अमेरिकी साम्राज्यवाद हामीले देखिरहेका छौँ। अहिले विश्वको चाहिँ साम्राज्यवादी ताकतको रूपमा संसारभरका मजदुर वर्गमाथि, उत्पीडित राष्ट्रमाथि शोषण उत्पीडन गर्दै आएको छ र एकछत्र हत्या, हिंसा र युद्ध थोपर्दै आएको छ, यो हामीले देखिरहेका छौँ। अब नेपालमा आउँदा हामीले यही प्रसङ्गमा साथीहरूले, कमरेडले, पूर्ववक्ता कमरेडले भन्नुभयो, झन्डै 38 लाख मजदुरहरू औपचारिक क्षेत्रमा काम गर्छन्, औपचारिक रूपमा काम गर्छन्, औपचारिक श्रम बजारमा काम गर्छन् भनिन्छ। यद्यपि यसको डाटाको बारेमा हामी चाहिँ स्पष्ट छैनौँ। झन्डै 60 लाख मजदुरहरू वैदेशिक रोजगारीमा काम गर्नुहुन्छ। यसको ठुलो हिस्सा अनौपचारिक क्षेत्रमा चाहिँ काम गर्ने मजदुरहरूको दैनिक जीवन कस्तो छ भन्ने कुरा हामीले इँटा भट्टा, गलैँचा, गार्मेन्ट लगायतका मात्रै होइन, अहिले सडक पेटीमा काम गर्ने मजदुरहरूको माथि भएका चाहिँ प्रशासनको चाहिँ उत्पीडन सबै हामीले देख्यौँ भने मजदुरहरूमाथि चाहिँ उत्पीडन तीव्र छ। यो अर्थमा सत्ताधारीहरूले मजदुर दिवस मनाउनुको कुनै अर्थ छैन। उनीहरूले वास्तवमा यो मजदुर दिवसलाई मजदुरहरूलाई दिग्भ्रमित बनाउने उद्देश्यले मात्र मनाइरहेका छन्। हामी त्यसको सट्टा, त्यसको विरुद्धमा वास्तवमा सच्चा मजदुर वर्गको नेतृत्व गर्ने क्रान्तिकारी आन्दोलनसँग चाहिँ एकाकार गराउँदै
विश्व समाजवादको एउटा अभिन्न अङ्गको रूपमा रहेको नेपालको जनवादी क्रान्तिसँग जोड्ने समाजवादी क्रान्तिसँग जोड्ने उद्देश्यले एउटा गौरवपूर्ण वीरतापूर्ण र बलिदानीपूर्ण सङ्घर्षतिर अग्रसर हुने मजदुर आन्दोलनको विकास गर्न पनि हामीलाई जरुरी छ। मैले यति कुरा राख्छु र मई दिवसको सन्दर्भमा सम्पूर्ण श्रम क्षेत्रमा कार्यरत सम्पूर्ण मजदुर लगायत कम्युनिस्ट आन्दोलनका जसले मजदुर आन्दोलनको चाहिँ पूर्वपक्षी गर्छ त्यसको मजदुर वर्गको मुक्तिको निम्ति निरन्तर चाहिँ अहोरात्र चाहिँ परिश्रम गर्छन् त्यस्ता कमरेड क्रान्तिकारी चाहिँ पार्टी लगायत सम्पूर्णमा म मजदुर दिवसको अवसरमा हार्दिक शुभकामना दिन चाहन्छु र म आफ्नो भनाइ यहाँ टुङ्ग्याउँछु। अभिवादन। धन्यवाद। छोटै समयमा मजदुरहरूको इतिहास सहित यो मई दिवसमा सम्पूर्ण मजदुरहरूलाई शुभकामना दिएर हाम्रो मजदुरका नेता क्रान्तिकारी ट्रेड युनियन महासङ्घका संयोजक ईश्वर तिमेलेसँग गइसक्नु भएको छ र अब म अखिल नेपाल किसान महासङ्घको तर्फबाट सहसंयोजक कमरेड धनेश्वर पोखरेललाई किसानका समस्या सहित किसान र मजदुरको एकतामा